एउटा स्कुटर चढ्ने मान्छे आज भारतमा झन्डै 1.5 लाख रुपियाँ पर्ने स्कुटर यहाँ तपाईको 2.5 लाखदेखि 3 लाख रुपियाँ पर्छ। आज एउटा स्कुटर चढ्ने मान्छेले 1 देखि 1.5 लाख रुपियाँ कर तिर्छ राज्यले। एउटा मोटरसाइकल चढ्नेले भारतमा तपाईको 2 देखि 3 लाख रुपियाँ पर्ने मोटरसाइकल यहाँ 5.5 देखि 6 लाख रुपियाँ पर्छ। आज त्यो मोटरसाइकल चढ्नेले 2.5 लाख रुपियाँ भन्दा बढी कर राज्यलाई तिर्छ। आज एउटा ट्याक्सीको कुरा गर्नुस्, अहिले तपाईले ट्याक्सी चढ्नुहुन्छ, ट्याक्सी 40 लाख रुपियाँ भन्दा तल आउँदैन नेपालमा। तर त्यही ट्याक्सी गाडी अहिले पनि हुन्डाई कम्पनी र तपाईको अहिले पनि सुजुकी हुन्डाईका गाडीहरू भारतमा जाने भने ती गाडी 8 देखि 9 लाख रुपियाँ पर्छ। नेपाली रुपैयाँ हो, त्यो भारतीय होइन। 8 देखि 9 लाख नेपाली पर्छ। तिनलाई तपाईको फाइदै खाने हो भने 15 लाख मात्रै नेपाली रुपैयाँ पर्ने गाडी यहाँ 40 लाख तिरिरहेका छन्। एउटा ट्याक्सी चलाउने ट्याक्सी ड्राइभरले आज यो राज्यलाई झन्डै तिरेन भने 20 देखि 22 लाख रुपियाँ कर तिरिराखेका छ। तर त्यो कर कहाँ गइराखेका छ? त्यो कर प्रदेश संरचनामा मुख्यमन्त्री पाल्दै गएको छ, त्यो कर प्रदेशका मन्त्री पाल्दै गएको छ, त्यो कर स्थानीय तहका गाडी हुँ र हुँ गरेर गएको छ। आज खर्च कति छ स्थानीय तहमा? आज एकचोटि स्थानीय तह हेर्नुहोस्, एउटा स्थानीय तहले 40 करोड रुपैयाँ वार्षिक बजेट छ भने 20 देखि झन्डै 50% त उसले तपाईको कर्मचारी र त्यहाँको मेयर र तपाईको गाउँपालिका अध्यक्षलाई पाल्दै खर्च भएको छ।